सुत्रो भए पनि बनाउनलाई हल्का उयो भएको चाहिँ मलाई अलिकति निन्द्रा अलिक कस्तो कस्तो भएर साउन्ड अलिक नराम्रो आइरहेको होला। त्यसलाई चाहिँ म अर्कोचोटि सुधार्छु भन्ने बाचा गर्दछु। अब आज चाहिँ ड्युटी तल जानुपर्छ गाडी चढेर, अनि त्यही अनुसारले लोकेसनमा पुग्छ अनि ड्युटी स्टार्ट हुन्छ। तपाईँहरूलाई म सबै कुरो समेट्न नसक्यो भने कसरी हुन्छ र कस्तो तरिकाले गरिन्छ भन्ने कुरो देखाउँछु। आज चाहिँ म तपाईँहरूलाई ड्युटीको भ्लगमा देखाउने छु। यो चाहिँ मेरो दोस्रो भ्लग हो। पहिलो भ्लग चाहिँ मैले मेरो इन्ट्रोड्युस फर्स्ट भ्लग कसरी गरेँ, यसलाई ट्राई गर्नको लागि के चाहिन्छ भनेर ल्याएको थिएँ। यो चाहिँ मेरो ड्युटी भ्लग हो। आज लाइफगार्डले कसरी काम गर्छ भन्ने कुरो म देखाउँछु। यो चाहिँ बाहिरको हाम्रो क्याम्पको बाहिरको तल झर्ने ठाउँ हो। यो चाहिँ हाम्रो गाडी वेटिङ गर्ने ठाउँ हो। यहीँबाट गाडी आउँछ अनि चढेर जाने हो। गाडी आएको छैन। एक्सन भन्यो नि त मैले भइसक्यो। बत्ती कस्तो आइरहेको दामी आइरहेछ। मेरो ड्रेस मात्रै देखाउनु पर्ने। चप्पल आइरहेको छैन। ड्युटी स्टार्ट नाउ। ड्रेस चाहिँ हो टोपी ट्याक्क मात्रै हो क्या। सजिलो छ नि फेरि मलाई कति टाइम लाग्छ। आउँदैन हो के गर्नु